टेस्टी अचार हो। एकदमै टेस्टी बन्छ। अब यो लगभग तयारी अवस्थामा रहेको छ। थोरै टेस्ट गरेर पनि म तपाईहरुलाई देखाउनेछु। थोरै टेस्ट गर्नु त ल। गर्नु मम्मी। अहिले टेस्ट गर्नु। कस्तो छ? मिठो छ। मम्मीले टेस्ट गर्नुभयो एकदमै। आज चाहिँ हामी बुङ्गाको अचार कसरी हुन्छ भनेर सुरुदेखि नै देखाउन गइरहेछौँ। सबैभन्दा पहिले त बुङ्गो काट्ने। यसरी बुङ्गो काटिसकेपछि अब बुङ्गोलाई के लाउनुपर्छ साथीहरू? बुङ्गाकै बाहिरका खोस्टाहरू फाल्नुपर्छ र बुङ्गाको भित्र अर्थात् अलिक कलिलो भाग मात्र राख्नुपर्छ। यसरी सेतो भागदेखि नै भइसकेपछि बुङ्गालाई पटक्क भाँच्ने र यस्तो भाग मात्र राख्ने। मम्मीले आज तपाईहरुलाई बुङ्गाको अचार कसरी बनाउने भनेर पुरा जानकारी दिनुहुनेछ। एकदमै टेस्टी बुङ्गाको अचार बनाउनुहुन्छ। त्यसैले पनि तपाईहरुलाई जानकारी दिने उद्देश्यले यो भिडियो बनाइरहेको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। बुङ्गालाई यसरी बोक्रा फालिसकेपछि मज्जाले पखाल्नु पर्ने हुन्छ। बुङ्गालाई पखालिसकेपछि यसरी काट्नु पर्ने हुन्छ र ससानो भागमा चाहिँ टुक्रा बनाउनु पर्ने हुन्छ। अब बुङ्गामा मिसाउनका लागि जतिजनालाई अचार बनाउने हो त्यतिजनालाई पुग्ने गरी चाहिँ केही आलु लिनु होला। आलुलाई सफा गर्नु होला साथीहरू। आलु सफा गरेर बुङ्गासँग मिसाइसकेपछि यसरी कुकरमा राखेर चाहिँ यो आलु र बुङ्गा पाकिन्जेल तपाईले सिटी लगाउनु होला। धेरै सिटी नलगाउनु होला। फ्यात्ता बनाउनु भयो भने पनि राम्रो हुने छैन। यसरी पानी राख्ने। यसरी बुङ्गो बसाइसकेपछि यसलाई 3-4 सिट्ठीमा अर्थात् आगो कत्रो बोलममा छ, ठुलो आगो छ भने तपाईले 3 सिट्ठीदेखि 4 सिट्ठीमै यसलाई निकाल्न सक्नुहुनेछ र धेरै सानो आगो छ भने तपाईले 3 सिट्ठीमै निकाल्न सक्नुहुनेछ है त। 3 सिट्ठी पछाडि यो कुकरलाई खोल्नु होला र त्यसपछि चाहिँ तपाईले बुङ्गो बाहिर निकालेर चाहिँ सेलाउन्जेल कुर्नुपर्ने हुन्छ। र 3-4 सिटी लगाइसकेपछि हाम्रो यो बुङ्गो र आलु चाहिँ पाकिसकेको छ। अब यसलाई खन्याउने र चिसो पानीले मजाले सफा गर्नुपर्ने हुन्छ पखालेर। यसरी चिसो पानीले मजाले पखाल्नु पर्ने हुन्छ साथीहरू। अब यो आलुको बोक्राहरू यसरी केलाउने र सफा गरेर राख्नुपर्ने हुन्छ। आलुलाई र यो बुङ्गोलाई चाहिँ धोएर यसरी सफा गरेर ल्याइसकेपछि अब यसमा लगाउने मसलाहरूको पालो आएको छ। एउटा खोर्सानी पनि रहेको छ, हरियो खोर्सानी आलससँगै। अनि यसमा चाहिँ लसुन, प्याज, धनिया, जिराको यो पेस्ट हो। यो चाहिँ हामीले ग्राइन्डरमा पिसेर तयार गरेको। तपाईले पनि ती कुराहरूलाई चाहिँ ग्राइन्डरमा राखेर पिसेर यस्तै किसिमको पेस्ट बनाउनु होला र आलसलाई पिसेर यसको छोप एकदमै मिठो पनि हुने गर्छ। तपाईहरुतिर यो आलसलाई के नामले चिन्नुहुन्छ? यो आलस चाहिँ यसरी लसक लसक पिटेर पाउडर बनाएर अनि यो चाहिँ तोरीको तेल रहेको छ। एकदमै राम्रो यो अर्ग्यानिक तेल हो र झानेको तेल हो। बेसारमा झानेको यो कालो कालो देख्दाखेरि के भन्ने लाग्यो होला तपाईहरुलाई? यो चाहिँ बेसारमा झानेको तेल रहेको छ र यसपछि यो लगाएर त्यसमा मोल्नु पर्ने हुन्छ र मोलेर यो राखेर अमिलो पनि राखेर मसला पिसिसकेपछि चाहिँ अब यो आलुलाई र यो बुङ्गालाई चाहिँ यसरी फुटाएर मोलेर यसरी राख्नुपर्ने हुन्छ साथीहरू। यहाँ आलुलाई मोलेर राखिरहेको छ र हामीले त्यहाँनिर आलस पिदिसकेका छौँ र त्यो पेस्ट पनि त्यहाँ रहेको छ। यो डिब्बामा चाहिँ नुन रहेको छ है त। बुङ्गालाई यसरी मोल्ने, आलुलाई पनि मोल्ने। यो चाहिँ अमिलोको भट्टा रहेको छ। यो भट्टा चाहिँ यसरी मजाले सबै आलुसँग मोल्ने, आलु र बुङ्गो मोल्ने। अब यसमा नुन राख्नुपर्ने हुन्छ। सबैभन्दा पहिले चाहिँ तेल र बेसारको यो पेस्ट जुन चाहिँ यसरी राख्नु होला। तेल बेसार लगाइसकेपछि चाहिँ यो पेस्ट जुन मसलाहरूको धनिया, जिरा, लसुन, प्याज, अदुवा लगायतको सामानको चाहिँ यो पेस्ट त्यसरी मसला राख्ने। त्यसपछि नुन राख्ने। तपाईहरुले जति मात्रामा बनाउनुहुन्छ त्यति मात्रा बराबरकै मसलाहरू चाहिँ पुग्ने गरी टेस्टी हुने गरी चाहिँ राख्न पर्ने हुन्छ। यसरी राखेर
यो सबै कुराहरूलाई एकदमै मजाले मोल्नुपर्ने हुन्छ र अन्तिममा चाहिँ आलसको छोप चाहिँ यसमा राख्नुपर्ने हुन्छ। अब यो धुलो आलसको छोप चाहिँ मजाले यसरी राख्ने यसमा। यो चाहिँ एकदमै टेस्टी हुन्छ है त। तपाईँ यो अचार चाहिँ खानुभयो भने पल्किनुहुन्छ। धेरै नै मिठो हुन्छ, धेरै स्वादिष्ट हुन्छ। यसरी यो सबै राखिसकेपछि मजाले सबैतिर पुग्ने गरी चाहिँ यसलाई मोल्नुपर्ने हुन्छ। यसरी मोलेपछि मसलाहरू पनि सबैतिर लाग्नेछ। अब अन्तिममा चाहिँ यो अमिलो यसमा राख्नुपर्ने हुन्छ। निबुवाको चाहिँ अमिलो यसरी राख्नु होला। निबुवाको अमिलो राखेर पनि सबै भूभागमा पुग्ने गरी चाहिँ यसलाई यसरी मोलिसकेपछि यो बास्ना आउनेछ। बास्ना आइरहेछ। एकदम टेस्टी अचार हो। एकदमै टेस्टी बन्छ। अब यो लगभग तयारी अवस्थामा रहेको छ। थोरै टेस्ट गरेर पनि म तपाईँहरूलाई देखाउनेछु। थोरै टेस्ट गर्नु त ल। गर्नु मम्मी, आफूले टेस्ट गर्नु कस्तो छ? मिठो छ। मम्मीले टेस्ट गर्नुभयो, एकदमै मिठो छ। मैले पनि यो टेस्ट गर्ने नै छु कस्तो छ। यसरी बनाएको अचार चाहिँ एकदमै मिठो हुन्छ। हाम्रो मम्मीले चाहिँ यो अचार एकदमै मिठो र टेस्टी बनाउनुहुन्छ। साह्रै मिठो छ। मैले पनि यसलाई टेस्ट गरेँ। तपाईँहरूले पनि बुङ्गालाई यसरी नै अचार बनाएर खान सक्नुहुन्छ है त साथीहरू। एकदमै टेस्टी बुङ्गाको अचार बनाउने तरिका चाहिँ यही हो। यस्तै भिडियो हेर्नको लागि युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला। यो भिडियोमा यति नै। धन्यवाद।